बाहुनलाई बिगारो भुर्कुट पारो राईहरूले बिगारो के अरे उसको दुलै दुलो भएको हो त्यो गर्नेहरूलाई बसेर जाँड खाएर भएन उभिएर खानु पर्यो हेलो एभ्रिवान सेवा एन्ड नमस्ते स्वागत छ हजुरहरूलाई निशा राई युट्युब च्यानल साथीहरू म हुँ निशा राई र मेरो मगनी साथी यता हुनुहुन्छ अनि यता मेरो निशा राईको मम्स हुनुहुन्छ अनि आज चाहिँ हामी चाहिँ हाम्रो गाउँमा चाहिँ साकेला मेला सुरु भइसकेको छ साथीहरू उभौली पर्व स्टार्ट भइसकेको छ साथीहरू त्यही भएर हामी चाहिँ जाँदैछौँ साकेला मेलातिर राई नि भए पनि राई ड्रेस चाहिँ छैन है पहिले चाहिँ थियो सबै एक सेट थियो अनि अहिले चाहिँ खै कता 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 के भयो कता जाउँ है साकेला ले आन्टी लु जाउँ रेडी हुनुहुँदो रहेछ लु आज चाहिँ हामी सम्पूर्ण हाम्रो रमाइलो टोलीहरू चाहिँ साकेला मेलातिर जाँदैछौँ आफ्नो गाउँको मेलालाई भव्य रूपमा स्वागत गर्दै मेरो साथी पनि लेटाङबाट पनि मैले बोलाएको त महँगोको साथी पो छ त हो आज यो राइनीले यो मगरीलाई जाँड खुवाएर मताउँछ जाँड खुवाएर मताउँछ यो चाहिँ फिक्स हो होइन आज कोतको जाँड खुवाएर चाहिँ अब मगरलाई बियोस पार्ने मेरो विचार छ अब हेरौँ धेरै पछि नै फेरि मैले पनि भ्लग स्टार्ट गरेको छु त्यही भएर अलिकति बोल्नै क्या खै के हो म त बोल्नै सक्दिनँ त्यही भएर पनि मैले भिडियोलाई स्टप गरेको थिएँ फेरि आज यस्तो आफ्नो गाउँको होइन मेला देखाइदिउँ न त भनेर त्यही मम्स चस्मा भाँचियोस् मम्मी तर चस्मा चाहिँ लाउनु क्या भाइ मेला चस्मा भाँचियोस् मम्मी तर तपाईँ लाउनु चाहिँ नछोड्नुहोस् क्या आम्मा क्यामेराम्यान लौ 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 पोज दिनु न अब निशा राईको तपाईँ लडतरको होइन त निशा राईको मम्स हुनुहुन्छ त पोज दिनुहोस् न यस्तो पाराले कस्तो यस्तो पाराले पोज दिनु चाहिँ नभुल्नु क्या यो पोज चाहिँ ठिक छ क्या यो पोज चाहिँ ठिक छ क्या लौ 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 यतिको रमाइलो चाहिँ हुनुपर्छ है साथीहरू यतिको रमाइलो चाहिँ हुनुपर्छ यतिको रमाइलो मम्मी भेटेपछि होइन अरू किन धेरै चाहियो र पारा यो चाहिँ थम्मेल ल आमा छोरीको फोटो अगाडि आउँछ है युट्युब च्यानल खोल्नु बित्तिकै यो चाहिँ आमा छोरीको यो चाहिँ आउँछ ल तपाईँ निशा राईको मम्मी होइन तपाईँ निशा राईको मम्मी होइन मम्मी मोबाइल हेरेपछि लाटै हुन्छ भोलि ल ल ल ल ल स्वागत छ तपाईँहरूलाई जाते मेलामा फाइनली हामी चाहिँ जाते मेला पसिसक्यौँ साथीहरू साकेला मेला चाहिँ आज चाहिँ यस्तो भिड छ क्या यस्तो बबाल लागिरहेछ लु लिम्बूको नाच छैन ल लिम्बुनीहरू अगाडि आउनु पर्यो यहाँ मान्छे हराएको सूचना दिमा पनि आउनुभयो कतिखेर आउनुभएको
अरू साथीहरू कता भयो साथीहरू सब हरायो लु आउनै आउनै लु आउनुहोस् है हामी भिडियो बनाउँछौँ भाइ हामी तपाईँको आम्मामा बबाल खतरा मेला लागेको छ सबैभन्दा ठुलो पो लाग्यो पोहोर भन्दा पनि ठुलो लाग्यो मलाई त मेला यसपालि त के लिने पखेटा कति रुपियाँ 100 रुपियाँ लिने आलु चप रोटी टेस्ट गऱ्यौँ न हामी चाहिँ टेस्ट बालीहरू अहो गाईको छोरी भएपछि यतिको चाँडो खानु पर्यो नि मिठो मान्छेलाई पनि आयो मासु रोटी खानु न रोटी मामा कतिखेर आउनुभयो जाड खाऊ मगर्नी नानी जाड खाऊ मगर्नीहरूलाई बसेर जाड खाएर भएन उभिएर खानु पर्यो उभिएर सकाउनु पर्यो सकाइदियो ल्या ए यता सेक्वा रहेछ नि त ला तपाईँलाई त असर गर होला त नि सेक्वाको बास्नाले त नि आम्मा बाहुनलाई बिगारो भुर्कुट पारो राईहरूले बिगारो गाह्रो छ है
छिमेकी कतिखेर हेलो 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 के छ खबर कतिखेर आउनु भयो अनि अघि नै आएको बिहानै उठ्ने बित्तिकै हो र? झिस्कै आएको यहाँ नाच्दा अनि चन्नी नाच्नु भयो त नाचेर थकिनु भएर यहाँ बस्नु भएको। खाजा पनि किनिदिँदैन यहाँ भलकुवाले आफूले भल गर्नेले खाजा किनिदिन्छ नि कति बेला खानु हो यहाँ खानु मन लागिरहेको हो र ल ल त्यसमा के खानु चाहनुहुन्छ म त अँ रोटी घुमाएको रोटी घुमाएको रोटी परेको दुलो परेको अनि त्यहाँदेखि फन पनि घुमेको त्यो के अरे उसको दुलै दुलो भएको हो त्यो तर नाउँ चाहिँ थाहा छैन अनि खानु चाहिँ अलिअलि जान्दाखेरि के हो हस् 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 खोइ जुलापी भन्छन् कि चुलापी भन्छन् हस्, त्यो हस्, थाहा हस्। छैन म खुवाउने पऱ्यो एकछिनमा ल ल ल ल हस्। अनि त्यो फ्रिजमा राखेको त्यो पानी जस्तो पनि सेतो सेतो हरियो हरियो पहिले पनि हुन्छ त्यो पनि खाउ खाउ लाग्छ आयो। के हो त्यो अलिक थाहा छैन खानु चाहिँ अलिक जान्छ हस् 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 ल मेला चाहिँ ठुलो लागेको रहेछ है यसपालि त पोहोरभन्दा ठुलो लाग्यो हौ मलाई पोहोरभन्दा ठुलो लाग्यो क्या मेरो यसपालि ठुलो यत्रो एरिया छ नि सिर्जना ओ सिर्जना हेर फोटोमा हेर नाच्देऊ एउटा गीतमा नाच्देऊ 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 दिनु नाच्देऊ नाच्देऊ न अलिक भएन मगर नाच्देऊ त मगर यतिको रमाइलो गर्ने साथी चाहिँ हुनुपर्छ क्या फोटो सेसन यहाँ भइरहेछ फोटो फोटो लु खिचिदिनुहोस् फोटो घामले त मार्यो हो मार्यो कतिको माग्नु भएको पानी परिहाल्यो लु सर्केला भयो जबरजस्ती खानु परेको छ
कहाँ हराउनु भयो ओहो हाम्रो टोलीहरू के छ के हो एक्लै एक्लै कतिखेर आउनुभयो कतिखेर आउनुभयो गाइजहरू उहाँले हेर्नुहुन्छ नि मेरो भिडियो हेर्नुहुन्छ नि अनि थाहा भइसक्नुभयो हजुर नखाने दिन सबै कुरा खायो भरिपूर्ण भएको अघि साथीहरूसँग आएको घर जाने बेलामा हामी के किन्छौँ त कसैले घरमा लाने के कसैले के किन्ने यहाँ लु किन्नुहोस् त यहाँ आइसक्रिमहरू त भइसक्यो मिठाई पानी पर्यो पानी पर्यो यो 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 मम्मी उयो लानु न उयो सोध्नु न कसरी गोटा अरे मम्मी कसरी गोटा ल जाउँ 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 बाई बाई अब जाउँ जाउँ छुटिन नसकेको अवस्था हो यहाँ बाई बाई लु लु बाई 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 लु राम्ररी जानु होला अर्को साल पनि भन्नुपर्छ यसरी नै ल राम्ररी पुऱ्याइदिनुहोस् ल मेरो जनताहरूलाई ल बाई मेरो टोलीहरू गयो
मेरो टोलीहरू गयो लिची किन्दैछ नाटक कतिखेर लिची पनि किन्दैछ मलाई देखिन पनि मिठो मिठो भयो होइन मेलामा जानु आज के चाहिँ मिठो थियो भने जाँड मिठो थियो होइन अनि त्यसपछि आलु चप र प्याजी मिठो थियो क्या कृष्ण कता जानुभएको हेलो भनिदिनुहोस् कहाँ जानुभएको अरे मेला जानुभयो नि मेलाबाट के ल्याउनु भयो लिची अनि त्यो चाहिँ के हो खेलाउनु ए ल हस् बाई बाई बत्तीमा चस्मा राखेर भन्छु आजको जाँड चाहिँ एकदम मिठो थियो चटपटेमा नुन र तेल थिएन खुवाएको त हौ मैले रोटी अन्डा अनि कोहीले जाँडको कोहीले चटपटे कोहीले के धेरैजनामा सबैजनाले मलाई क्या बियर खानु भनेको कि भरे माथि गइन्छ मिसिएर क्या गोर्खा खानु है भनेको बियर बियर जाँड भयो सबै मिसिएर मातिन्छ नि त फाइनली हामी चाहिँ आमा र छोरी घर आइसक्यौँ साथीहरू मेला भरेर अनि मेला त्यस्तै हो साथीहरू रमाइलो लाग्छ क्या मलाई खुसी लाग्छ है अब पहिले त नाचेको नि त अब चण्डीहरू नाचेको अनि त्यो नाचेको त्यो ढोलहरू बजेको झ्याम्टाहरू बजेको सुनेर खुट्टा बुरुक बुरुक उफ्रिन्छ नि के गर्नु आउटडोर्समा नाच्नु कागको बथानमा बकुलाको बथानमा काग हुन्छ अनि त्यही भएर नाच्ने त तर एकदम इन्जोय गऱ्यौँ फुल इन्जोय भयो एकदम रमाइलो भयो होइन अब यो भिडियो पनि के कस्तो हुन्छ धेरै महिना पछि मैले यो भिडियो बनाएको यो भिडियोलाई पनि माया गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भन्दै हस् त टाटा बाई बाई